के छ साथीभाइहरू, अहिले चाहिँ म एउटा स्पेसल ठाउँ जाँदैछु। यो चाहिँ लगभग मेरो घरबाट एटलिस्ट पनि 40 मिनट। त्यहाँ कुकुर पनि आज वेदर दामी भएर चट्ट हावा खाँदै चट्ट लगाएर ओनरसँग राइडमा जाँदैछ, देख्नु भइरहेछ। मलाई पनि यस्तै वेदर एकदमै मनपर्छ। र यो म जान लागेको ठाउँ चाहिँ मेरो घरबाट अलमोस्ट 35-40 मिनट छ। त्यो चाहिँ एउटा फार्म हो होइन, हेल्दी वे फार्म भन्ने हो है। अनि त्यहाँ म किन जाँदैछु भन्दा त्यहाँ चाहिँ तपाईँले एकदमै फ्रेस अर्ग्यानिक मिल्क, त्यसपछि अन्डा होइन पाउन सक्नुहुन्छ। त्यहाँको दुध चाहिँ यस्तो पहेँलो छ कि लाइक हाम्रो नेपालमै टक्क लाएर चाहिँ त्यो गाउँघरमा गाईको हुन्छ नि त्यस्तो टाइपको छ। तर चाखेर चाहिँ हेरेको छैन, देखि चाहिँ सकेछु मैले। त्यही भएर अब त्यहाँ जाँदैछु। त्यस्तो दुधको चिया खान पनि एकदम मजा आउँछ। आज चाहिँ तत्तुट लाएर त्यो दुध लिएर आएर मजाले चिया चाहिँ बनाएर सरप यो राम्रो वेदरमा खान मजा आउँछ। त्यही भएर जाउँ चाँडो। अनि त्यहाँ गएपछि म तपाईँहरूसँग फेरि कुरा गर्छु। बाइ। नाम चाहिँ हेल्दी बोय डेरी हो। यहाँ हेर्नुहोस्, यहाँ मलाई नै अलरेडी यहाँ गोबरहरूको बास्ना पनि आइरहेछ, गाईहरूको पक्का कन्ट्री फार्ममै आएको जस्तो फिल भइरहेछ। यहाँ चाहिँ अब हामी यहाँ भित्र जान्छौँ दुध दिनलाई। यङ बच्चाहरू काम गरिरहेको छ, तिनीहरूले त्यहाँ दुध दिइरहेको छ। बाइ द वे हामीसँग मम्मी पनि छ। मम्मी ब्लगलाई हाई भनिदिनु। हाई। धेरै पछि मम्मीलाई पनि देख्नुभयो होला तपाईँले होइन। अहिले तपाईँले मलाई हल्का यहाँ मोटो पनि देख्नु भएको छ। मम्मीले यहाँ मिठो खाएर अब पठाउनु लागेको छ। मेरो अब ट्रेनिङ सुरु हुनु लाग्छ। हेल्थलाई पनि ध्यान दिनुहोस्। ओके, मेरो यहाँ चट्ट लगाएर हेर्नुहोस् त कस्तो पहेँलो टाइपको यो दुध पनि मैले लिइसकेँ। चिसो दुध होइन। अब यहाँ तपाईँले यो कलर देख्नुहुन्छ भने एउटा रेडमा लेखा हुन्छ, एउटा ब्ल्याकमा लेखा हुन्छ। रेड भनेको चाहिँ तपाईँको बिहान दुहेको गाईको दुध हो, र ब्ल्याकमा भनेको चाहिँ अहिले भर्खरैको फ्रेस इभिनिङमा दुहेको होइन। तर यहाँ फेरि गाईको नामहरू पनि हुन्छ। अनि यहाँको स्टाफले मलाई आइलाको भनेको चाहिँ आइला र भाइलेट दुई राम्रो हुन्छ भनेर मलाई रेकमेन्ड गर्यो। त्यही भएर मैले यो दुईवटा उठाएको छु। नाम पनि लेखेको हुन्छ बाइ द वे गाईहरूको। ल जाउँ। कति राम्रो बोक लागेछ, खानु दिनु हुँदैन नि त्यहाँदेखि मलाई।